यो भिडियोको डिस्क्रिप्सनमा पनि यो फाइलको डाउनलोड लिङ्क छ वा तपाईँले आफ्नो गुगल ड्राइभको बोनस भन्ने फोल्डरलाई ओपन गर्नुभयो भने चाहिँ त्यहाँनिर एउटा पासपोर्ट साइज लेखेको चाहिँ टिप फाइल छ। तपाईँले के गर्नु पर्यो, यो थ्री डटमा क्लिक गर्नु पर्यो, त्यस पछाडि यो डाउनलोडमा क्लिक गर्नु पर्यो र यो टिप फाइललाई चाहिँ आफ्नो फोटोसपमा ओपन गर्नु पर्यो। वा तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनको जुन लिङ्क छ त्यसमा तपाईँले क्लिक गर्नुभयो भने यस्तै आउँछ। पक्नु है, म देखाइदिन्छु। हो, यस्तै देखिएको होला। अब तपाईँले के गर्नु पर्यो भने यहाँबाट डाउनलोड आइकन कहाँनिर छ त्यो थाहा पाउनु पर्यो। जस्तै यहाँनिर हेर्नुहोस् है त, यहाँनिर छ डाउनलोड आइकन। म जुम गरेर पनि देखाइदिन्छु। हेर्नुहोस् त, यहाँनिर छ डाउनलोड आइकन। तपाईँले यो डाउनलोड आइकनमा क्लिक गर्नुभयो भने यो टिप फाइल चाहिँ तपाईँको डिभाइसमा डाउनलोड भइहाल्छ। अनि धेरैजनामा कन्फ्युजन हुने एउटा कुरा के हो भने यदि टिप फाइललाई तपाईँले डबल क्लिक गर्नुभयो, माउसले चाहिँ खडाक खडाक गरेर डबल क्लिक गर्नुभयो भने त्यो चाहिँ फोटो सरह नै खुल्छ, इमेज जस्तै देखिन्छ। तर त्यही फाइललाई तपाईँले राइट क्लिक सेलेक्ट गर्नुभयो अनि राइट क्लिक गर्नुभयो, त्यस पछाडि ओपन विथमा क्लिक गर्नुभयो अनि फोटोसपमा खोल्नुभयो भने चाहिँ तपाईँको यो लेयर सुत्दै खुल्छ। अब यसमा चाहिँ कसरी चाहिँ अटो पार्न सकिन्छ, जस्तै यो चाहिँ तपाईँको 4R साइजको 4x6 इन्च। अब यसमा चाहिँ जस्तै तपाईँले एउटामा फोटो रिप्लेस गर्नुभयो भने यहाँ कतिवटा छ, जम्मा 8वटा। भन्न खोजेको 4Rको साइजमा 8वटा पासपोर्ट साइज फोटो गर्न मिल्ने भयो। त्यसको लागि सबैभन्दा सुरुमा हामीले यो फोटोमा सेलेक्ट गऱ्यौँ, यो सेपमा सेलेक्ट गर्ने बित्तिकै यहाँ लेयर प्यानलमा हेर्नुहोस् त, यहाँनिर गयो हो। यो रातो कलरको आइकन कलर छ यो लेयरमा। अब यसलाई हामी जुम गरेर हेरौँ, यो रातो कलरको छ। यसलाई चाहिँ अब म के गर्छु भने डबल क्लिक लेखेको छ नि, यसलाई चाहिँ मेरो माउसको लेफ्ट साइडको बटमको डबल क्लिक गर्छु छिटो। त्यस पछाडि के भयो भने त्यो सेप चाहिँ नयाँ एउटा प्रोजेक्टमा खुलो। अब मैले के गर्नु पर्यो भने जुन यो नयाँ प्रोजेक्ट नयाँ पिएसटी भएर खुलेको छ यसमा चाहिँ मैले राख्न चाहेको फोटो लिएर आएर राखिदिनु पर्यो। जस्तै यहाँ छ मसँग फोटो, यसलाई मैले लिएर आएँ, यहाँनिर राख्थेँ र यो छेउको जुन यो एड छ यहाँ चाहिँ तपाईँको कालो देखिनु भएन है। तपाईँले एउटा कुरा के बुझ्नु भने यहाँ जे देखिन्छ अगाडिको टेम्प्लेटमा पनि त्यही देखिने हो। यहाँनिर तपाईँले आफ्नो रिक्वायरमेन्ट अनुसार त्यसको ठ्याक्क साइज मिलाउने। त्यस पछाडि आफ्नो किबोर्डबाट चाहिँ कन्ट्रोल प्लस एस, CTRL कन्ट्रोल प्लस एस, यो दुईवटा की चाहिँ एकैचोटि प्रेस गर्नु पर्यो। वा तपाईँले आफ्नो फाइलमा जाने अनि सेभमा जाने, यहाँबाट पनि तपाईँले क्लिक गर्न सक्नुभयो। अब दुईमध्ये तपाईँले जुनै तरिका अप्नाए पनि हुन्छ। तपाईँले यो क्लिक गर्ने बित्तिकै यहाँ हेर्नुहोस् त 8वटामै चेन्ज भयो। तपाईँले यो टिप फाइल अब आफ्नो कम्प्युटरमा राखिराख्नुहोस्। भोलिको दिनमा तपाईँलाई जति पनि प्रोजेक्टहरू आउँछ त्यसको लागि तपाईँले यही फर्मुला अप्नाउन सक्नुभयो। जस्तै यही फोटोमा पनि मानिलिउँ अब अर्को कुनै रिप्लेस गर्नुपर्ने भयो भने फेरि अघिकै जस्तै प्रोसेस, यो रातोमा जाने, यहाँ डबल क्लिक लेखेको छ, यसलाई डबल क्लिक गर्ने अनि नयाँ प्रोजेक्ट खुलो र यसमा चाहिँ आफ्नो फोटो ल्याएर राखिदिने, तपाईँको चाहिँ रिप्लेस भइहाल्छ। जस्तै फेरि एकचोटि गरौँ, ल कन्ट्रोल एस, मैले किबोर्डबाट कन्ट्रोल एस एकैचोटि प्रेस गरेँ। अब हेर्नुहोस् यहाँ चेन्ज भयो। यसरी चाहिँ तपाईँले सजिलो तरिकाले पासपोर्ट साइज फोटोको काम गर्न सक्नुहुन्छ। केही समस्या भयो भने मलाई व्हाट्सएपमा मेसेज गर्नुहोस् वा कमेन्ट छोडिदिनुहोस्, म हेरेर रेस्पोन्स दिइहाल्छु। धन्यवाद।